हेलो साथीहरू सबैलाई नमस्कार है त। म अब खासमा चाहिँ नि के भन्न गइरहेको छु भन्दाखेरिमा होइन, जब यदि तपाईँ फेसबुक क्रिएटर हो होइन या टिकटक क्रिएटर हो, अदरवाइज तपाईँ कुनै पनि अदर प्लेटफर्ममा तपाईँले आफ्नो पोस्टहरू रिलहरू वाट एभर अपलोड गर्नुहुन्छ होइन, तपाईँले सोच्नुहुन्छ यार अरूलाई देखेर नक्कल गर्ने कोसिस गर्नुहुन्छ होइन। हाम्रो सबभन्दा ठुलो गल्ती कहाँनिर हामीले गर्दैछौँ भने त्यो हामीहरूलाई थाहा हुँदैन भाइ। सबभन्दा ठुलो गल्ती हामीले कहाँ गर्छौँ, हामीले अर्काको नक्कल गर्छौँ। जो मान्छे सक्सेस भइसकेको छ हामी त्यसको नक्कल गर्छौँ। अब यहाँनिर तपाईँले एकैछिन अलिकति दिमाग लगाएर कुरा बुझ्नुहोस् त। जो मान्छे अलरेडी सक्सेस भइसकेको छ होइन, जो मान्छे अलरेडी सक्सेस भइसकेको छ, हामी त्यही मान्छेको नक्कल गरेर कहीँ सक्सेस मिल्छ त हामीलाई? तपाईलाई के लाग्छ? यसरी अर्काको नक्कल गरेर सक्सेस मिल्ला जस्तो लाग्छ? यदि मिलिहाल्यो भने पनि त्यो सक्सेस तपाईँको हुने छैन, त्यो सक्सेस अरूको नामबाट तपाईँलाई पाइनेछ। यदि तपाईँ आफूले आफूलाई सक्सेसफुल मान्छे बनाउन चाहनुहुन्छ होइन, कुनै पनि प्लेटफर्ममा तपाईँले आफूले आफूलाई होइन, आफूले आफूलाई दुनियाँलाई देखाउन चाहनुहुन्छ भने होइन, आफूले आफूलाई चिनाउन चाहनुहुन्छ भने तपाईँले सिम्पल तपाईँभित्र जे पनि खुबी छ, तपाईँभित्र जे पनि खुबी छ वाट एभर होइन, म तपाईँलाई यो भन्दिनँ कि यो खुबी छ भनेर, वाट एभर तपाईँ कुनै पनि काम गर्नुहुन्छ भाइ, केही पनि काम गर्नुहुन्छ, तपाईँले त्यसलाई एकदम ध्यान दिएर राम्रोसँग 100% फलो गर्नुहोस् आफ्नो कलालाई होइन। अर्को कलालाई रिपिट गर्ने होइन, आफ्नो कलालाई 100% फलो गर्नुहोस्। तपाईँभित्र के कला छ? इक्जाम्पल, तपाईँ कुकिङमा एक्सपर्ट हुनुहुन्छ भने तपाईँभित्र कुकिङको कला धेरै हुन्छ होला होइन। अर्को कुरा, यदि तपाईँ अदर कोही पनि काममा एक्सपर्ट हुनुहुन्छ भने त्यसमा तपाईँको कला धेरै होला होइन। त आफ्नो कलालाई कन्टिन्यू गर्नुहोस्। तपाईँको एक भिडियो तपाईँको भाइरल भयो भने तपाईँले जति पनि तपाईँको जिन्दगी पछाडि होइन, विगतका दिनहरूमा तपाईँले जति पनि मेहनत गरेर भिडियोहरू अपलोड गर्नुभएको थियो, रिलहरू अपलोड गर्नुभएको थियो होइन, त्यो सबै कुरा तपाईँको एकै भिडियो भाइरल हुँदाखेरि सबै भाइरल हुन्छ। बुझ्नुभयो कि नै? तर अर्काको नक्कल गरेर होइन, आफ्नो ओरिजिनल हुनु पऱ्यो। त्यो सबै तपाईँको ओरिजिनल हो, त्यो कसैले नगरेको कुरा हुनु पऱ्यो। त्यो तपाईँले गरिरहनु भएको छ। आज भाइरल भएको छैन, भोलि भएको छैन, पर्सि भएको छैन, 2 महिना भइगयो, 3 महिना भइगयो, 4 महिना भइगयो, 5 महिना भइगयो, 6 महिना भइगयो होइन, तपाईँको कुनै पनि पोस्ट भाइरल भएको छैन। तर तपाईँले कन्टिन्यू आफ्नो ओरिजिनल कन्टेन्टहरू दिइरहनु भएको छ भने चाहिने तपाईँ म 100% भनिदिन्छु तपाईँलाई, एक तपाईँको पोस्ट भाइरल भयो भने तपाईँको जति पनि विगतका दिनहरूमा तपाईँले पोस्ट बनाइरहनु भएको छ सबै पोस्टहरू भाइरल हुन्छ। त्यसैले अर्काको नक्कल गर्न छोड्नुहोस्, आफ्नो ओरिजिनल कन्टेन्ट अपलोड गर्न, तपाईँसँग भएको खुबी, तपाईँसँग भएको दिमाग, तपाईँसँग भएको जे पनि नलेज छ त्यसलाई देखाउने कोसिस गर्नुहोस्, त्यसपछि तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। अदरवाइज तपाईँ अगाडि बढ्न सक्नुहुन्न। अर्काको नक्कल गरेर तपाईँको एउटा भिडियो भाइरल भयो भने तपाईँको विगतका भिडियोहरू चाहिने आउने भिडियोहरू कसैले पनि हेर्दैन। त्यसैले अर्काको नक्कल गर्न छोडिदिनुहोस् र आफ्नो ओरिजिनलमा काम गर्न सुरु गर्नुहोस्। सोसल मिडिया भनेको यही खोज्छ। सोसल मिडियामा तपाईँले कहिले ध्यान दिनुभएको छ कि छैन, हो कि नै? म भनिदिन्छु तपाईँलाई होइन, म त्यति ठुलो क्रिएटर पनि होइन। तपाईँले मलाई फेसबुकतिर हेरिरहनु भएको होला होइन, मेरो अलिअलि भिडियोहरूमा अलिअलि लाइकहरू कमेन्टहरू आउँछ। तर तपाईँले मेरो युट्युबतिर जानुभयो भने तपाईँले मलाई धेरैभन्दा धेरै हेर्नुभयो, बुझ्नुहुन्छ होइन। युट्युबतिर मेरो धेरैभन्दा धेरै बुझ्नुहुन्छ। त्यसैले किनकि मसँग के म दुईटै प्लेटफर्ममा काम गर्छु, फेसबुक र युट्युबमा, र मेरो फेसबुकभन्दा युट्युबमा धेरै ग्रोथ छ। त्यसैले म युट्युबलाई धेरै ध्यान दिन्छु, फेसबुकलाई अलि ध्यान दिन्छु होइन। तर आज म तपाईँलाई यो जे कुरा मैले भने होइन, त्यो कुरा तपाईँले राम्रोसँग ध्यान दिएर बुझ्नु होला। तपाईँसँग आफ्नो ओरिजिनल छ होइन, तपाईँलाई जिन्दगीभरिसम्म यदि तपाईँ एकचोटि भाइरल हुनुभयो भने तपाईँलाई जिन्दगीभरिसम्म कसैले पनि नै यो कन्टेन्ट यस्तो, त्यो कन्टेन्ट त्यस्तो, त्यो त्यहाँबाट भएको, उसले गरेको भन्न नपरोस्। तपाईँको आफ्नो होस्। तपाईँले भोलि यस्ता कन्टेन्टहरू तपाईँले हाल्नुभयो भने त्यसलाई पनि मान्छेहरूले राम्रो मान्नुहुन् होइन। त्यो
कुनै पनि कन्टेन्टहरू तपाईँले अपलोड गर्नुहुन्छ भने त्यसलाई पनि मान्छेहरूले त्यो पनि मान्छेहरूलाई राम्रो लागोस् भन्ने चाहनुहुन्छ भने तपाईँले आफ्नो ओरिजिनल कन्टेन्टहरू अपलोड गर्ने कोसिस गर्नुहोस्, हो कि नि। यस्तै इम्पोर्टेन्ट जानकारीको लागि मलाई फलो गर्नुहोस् है त।